के हजुर स्मार्ट र सफल शिक्षक बन्न चाहनुहुन्छ? यदि हजुरको पनि यस्तो सपना छ भने यो भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोस्, किनकि यहाँ तपाईँका लागि अत्यन्तै महत्त्वपूर्ण र उपयोगी जानकारी प्रस्तुत गरिएको छ जसले तपाईँलाई अझ उत्कृष्ट शिक्षक बन्ने यात्रामा अगाडि बढाउन मद्दत गर्नेछ। हार्दिक स्वागत छ। आज मैले यहाँहरूलाई विलम्ब नगरिकन आफ्नो कामलाई छिटो, छरितो र प्रभावकारी ढङ्गले कसरी सम्पन्न गर्न सकिन्छ र भोइस रेकर्ड मार्फत कामलाई सहज बनाउनका निम्ति म सम्पूर्ण कुराहरू यस भिडियोमा यहाँहरूलाई बताउने छु। यहाँहरूले अन्तिमसम्म यो भिडियोलाई हेर्नुहोला। धेरै साथीहरूले पनि सर हामीलाई भोइस टाइपिङ सिकाउनु पर्यो भन्नुभएको छ। एवं प्रकारले हामीले वर्ड फाइलमा सहजै चाहिँ हामीले चाहिँ अङ्ग्रेजीका लागि भोइस टाइपिङ हामी गर्न सक्छौँ, तर नेपाली भाषाको लागि भने यो अप्सन हामीलाई दिएको छैन। जस्तै उदाहरणका लागि म यहाँहरूलाई विन्डो प्लस एच थिच्नु होला र यसरी थिच्नुभयो भने जस्तै म यहाँ चाहिँ बोलेर सुनाउँछु। आई एक्सप्रेस माई डिप सिम्पैथी एन्ड ग्रिभ एट द सडन एन्ड अनटाइमली ड्यामेज अफ मिस्टर डट। ओके, यसरी मैले भने जस्तै यहाँ लेखेको छ कि आवाजहरू भएको हुनाले चाहिँ त्यो देखेको छैन। फेरि सुरु गरौँ। आई एक्सप्रेस माई डिप सिम्पैथी एन्ड ग्रिभ एट द सडन एन्ड अनटाइमली ड्यामेज अफ मिस्टर रामचन्द्र काफ्ले। एवं प्रकारले हामी अङ्ग्रेजी भने यसरी चाहिँ वर्डमै टाइप गर्न सक्छौँ बोलेर। विन्डो प्लस एच गर्नु होला र यसरी लेख्न सकिन्छ। नेपाली फन्टको लागि भने यसरी चाहिँ वर्डमा काम गर्दैन। त्यसका लागि यहाँहरूले गुगल क्रोममा जानुहोला र गुगल क्रोममा गइसकेपछि यहाँहरूले यहाँ सर्च गर्नुहोला GOOGLE गुगल DOCS टाइप गरेर यहाँहरूले चाहिँ इन्टर थिचिदिनु होला र यसरी इन्टर थिचिसकेपछि यहाँहरूलाई यहाँ इन्टरफेस यसरी देखा पर्नेछ। यहाँ पहिलो वेबसाइटलाई देख्नुहुन्छ गुगल डक्स भनेर। यो गुगल डक्स मार्फत हामी चाहिँ सिधै बोलेर टाइप गरेर हामी चाहिँ के गर्न सक्छौँ त, हामी वर्डमा कन्भर्ट गर्न सक्छौँ। यसरी यहाँहरूले गुगल डक्स खोलिसकेपछि यहाँहरूले प्लस चिन्हलाई थिच्नु होला। यहाँ अगाडि पनि देखाएको थियो। त्यस पछाडि यहाँहरूले यो टुल्स भन्ने बटन यहाँ दिएको छ। यो टुल्स बटनलाई यहाँहरूले चाहिँ थिच्नु होला र टुल्स बटनमा यहाँनिर देखिराख्नु भएको छ यो एरोलाई यहाँहरूले ख्याल गर्नुहोला। यो टुल्स बटनमा थिचिसकेपछि यहाँहरूलाई यहाँ भोइस टाइपिङ भनेर तल दिएको छ, यहाँ देख्न सक्नुहुन्छ। यो भोइस टाइपिङमा क्लिक गर्नुहोला र भोइस टाइपिङमा क्लिक गरिसकेपछि यहाँ इङ्ग्लिस भन्ने दिएको छ। यो इङ्ग्लिसलाई हामीले चाहिँ नेपाली बनाउनु पर्ने हुन्छ। यहाँ भाषा छनौट गर्नुहोला। यहाँनिर हामीलाई नेपाली दिएको छ। नेपाली थिचिसकेपछि यहाँहरूले यो जो साउन्ड बक्स दिएको छ यो साउन्ड बक्सलाई यहाँले क्लिक गर्नुभयो भने बोलेर यहाँले टाइप गर्न सक्नुहुन्छ। जस्तै अहिले म यहाँहरूलाई बोलेर चाहिँ टाइप गरेर देखाउने छु। विषय बैठकमा उपस्थित हुने बारे प्रस्तुत विषय सम्बन्धमा एस श्री सरस्वती माध्यमिक विद्यालय सल्ले रुकुम पश्चिमको विद्यालय व्यवस्थापन समितिको बैठक बसी आवश्यक निर्णयहरू लिनुपर्ने भएकोले यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु। प्रधानाध्यापक खम्बु सिंह थापा। यसरी यहाँले टाइप गरिसकेपछि यहाँहरूले यहाँ चाहिँ यसरी रोकिदिनु होला। यसरी रोकेर यहाँहरूले कपी गरेर पनि यसलाई चाहिँ अर्को फाइलमा लिएर राख्न सक्नुहुन्छ, अथवा यसलाई हामीले सोझै वर्ड फाइलमा लैजाने हो भने यहाँले के गर्नु होला त, यसलाई हामी कन्ट्रोल ए गरेर कन्ट्रोल सी गरेर पनि लैजान सक्छौँ हैन। यहाँहरूले मिनिमाइज गरेर फेरि अर्को गोडामा काम गर्ने गर्नुहोस् हैन। एवं प्रकारले काटछाड गर्न सक्नुहुन्छ। अब यसलाई हामीले सोझै वर्ड फाइलमा लिने हो भने यहाँहरूले फाइलमा चाहिँ थिच्नु होला। फाइलमा क्लिक गरिसकेपछि यहाँ हामीलाई डाउनलोड बटन भनेर दिन्छ, यहाँ देखिराख्नु भएको छ। अनि हामीलाई यहाँ थुप्रै कुराहरू दिएको छ। माइक्रोसफ्ट वर्ड्स, PDF डकुमेन्ट्स, ओपन डकुमेन्ट फर्म्याट, प्लान टेक्स्ट, रिच टेक्स्ट फर्म्याट भनेर वेब, यो हरेक कुराहरू यहाँ दिएको छ। जस्तै हामीलाई वर्डमा काम गर्नु छ भने यहाँले वर्डमा क्लिक गरिदिनुहोस्, यो यसरी डाउनलोड हुन्छ। अब यहाँ डाउनलोड भएर यहाँ ओपन भनेर यहाँ माथि आइसकेको छ, यो ओपन गरिदिनुहोस् र ओपन गरिसकेपछि यहाँहरूलाई चाहिँ माइक्रोसफ्ट वर्ड सिधै खुल्नेछ र यहाँहरूले यसरी यहाँ चाहिँ एडिट गर्न भने पाउनुहुन्न। त्यसका लागि यहाँहरूले माथि यहाँ दिएको छ, यहाँ माथि चाहिँ
बारमा हेर्नुहोला इनेबल एडिटिङ भनेर दिएको छ। यो इनेबल एडिटिङमा यहाँहरूले थिच्नुभयो भने यहाँहरूले फेरि यहाँ एडिट गर्ने हरेक कुराहरू गर्न सक्नुहुन्छ, अथवा यहाँहरूले कपी पेस्टको माध्यमबाट पनि यसलाई काम गर्न सक्नुहुन्छ। र यस्तै प्रकारका यहाँहरूले अन्य भिडियोहरू हेर्नका लागि, जस्तै अहिले चाहिँ हाम्रो शिक्षण सिकाइमा लाई प्रभावकारी बनाउनका निम्ति छिटो छरितो गर्नका लागि विभिन्न किसिमका एआई टुलहरू आएका छन्। जस्तै हाम्रो गुगल क्लासरुम होइन, ब्रेक्स टिचिङ, नोटबुक केएलएम, वे ग्राउन्ड होइन, अनि त्यस्तै गरेर गुगल सिट होइन, गुगल फर्म लगायतका कुराहरू थुप्रै छन्। मैले चाहिँ 25 भन्दा बढी शिक्षकलाई आवश्यक पर्ने एआई टुल्सहरूको बारेमा चाहिँ जानकारी मैले निरन्तर दिँदै आइरहेको छु। र यहाँहरूले यस्तै प्रकारका भिडियोहरू हेर्नका लागि हाम्रो शैक्षिक च्यानल भाइरल गुरु एनपिएललाई सब्सक्राइब गर्न नभुल्नुहोला। यदि यहाँलाई कुनै त्यस्ता प्रकारका एआई सम्बन्धीका, आइसिटी सम्बन्धीका, डिजिटल लिटरेसी सम्बन्धीका त्यस्ता प्रकारका कुनै जिज्ञासाहरू छन् भने यहाँहरूले मेरो टिप्पणी बक्समा छोडिदिनु होला। सोको आधारमा मैले यहाँहरूका समस्याहरू समाधान गर्ने कोसिस गर्नेछु। यहाँहरूको दिन सबैको शुभ रहोस्। धन्यवाद। बाई बाई।